हेलो नमस्ते शिवाहरू सबैजनालाई सन्चै आरामै हुनुहुन्छ होला। एकदम आरामको साथ म पनि आज फरक तरिकाको एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। विगत 2 महिना अगाडि चाहिँ सङ्खुवासभा सभाखरी गाउँपालिकाको 6 नम्बर वडा नयाँ बस्ती टोलमा चाहिँ नसोचेको घटना आगो लागि भएको थियो। आगो लागि भइसकेपछि तपाईको सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताज्यूहरूबाट आएको सहयोग रकम चाहिँ आज हस्तान्तरण हुँदैछ र आज विशेष रूपमा सभापोखरी गाउँपालिकाको प्रमुख ज्यूको साथ र यस टोलको टोल समिति अध्यक्ष तिलक मादनज्यू साथै र यहाँहरूले खाइ नखाइ आफ्नो जस्तै समस्या बुझेर तपाईहरुले सहयोग पठाउनु भएको रकम चाहिँ आज हस्तान्तरण हुँदैछ र यो रकम कसले कहाँबाट पठाउनु भयो त त्यसको लागि परिवाचन गर्नु लागि हाम्रो पालिका अध्यक्ष भीमबहादुर सिंहज्यूलाई यस परिवाचन गर्नुको लागि अनुरोध गर्दै नाम लिस्ट उहाँको हातसम्म पुर्याइसकेको छु। सभापोखरी गाउँपालिका वार्ड नम्बर 6 नयाँ बस्तीमा चाहिँ माघ 2 गते आगो लागि भयो 10 घर स्थापित परिवारको लागि दाताहरूको नाममा हस्तान्तरण गर्न गइरहेको छु। मोहन लिम्बू अमेरिका युएसए नगद रु 15,500। मनोज केसी सभापोखरी 3 नगद रु 1,000। मनु चामलिङ सभापोखरी 5 वडा सदस्य नगद रु 5,000। जानुका घले हङकङ नगद रु 10,000। टङ्कबहादुर गुरुङ सभापोखरी 4 नगद रु 10,000। युना यामपुराई साइप्रस नगद रु 8,000। सूर्य तामाङ सभापोखरी 6 हाल ग्रिस नगद रु 7,078 रुपियाँ। एसपी मगर राम छेत्री रमणीय नगद रु 3,000। माधव सापकोटा परिवार सभापोखरी 6 नगद रु 3150। राम लिम्बू ज्योतिष सभापोखरी 6 नगद रु 5,000। राम मन्दिर बगैँचा टोल विकास समिति सभापोखरी 2 नगद रु 7,500। सबिन तामाङ सभापोखरी 4 नगद रु 2,500। सुशील लिम्बू सभापोखरी 4 नगद रु 5,000। विमला फलङ सभापोखरी 4 नगद रु 5,000। सोनु राई खोटाङ नगद रु 3,500। साङ्गे शेर्पा सभापोखरी मोबाइल फसल रु 2,500। हेमराज राई टाँसी डेले होटल नगद रु 2,550। जापान लिम्बूको पहलबाट रोमनिया नगद रु 13,180। जुद्धबहादुर चामलिङ सभापोखरी 3 नगद रु 5,105। सुषमा लिम्बू सभापोखरी 4 नगद रु 2,000। सागर थोप्रा मलेसिया नगद रु 2,500। निशा मिस पहलबाट नगद रु 1,500। सन्तोष योन्जन क्रोसिया नगद रु 505। शोभा राई लिम्बू सभापोखरी 4 नगद रु 4,000। जम्मा 1,25,068 रुपियाँ। यो पैसा चाहिँ आगो लागिबाट पीडित परिवार सहयोग प्राप्त नाम यस प्रकार छ। लालसिंह लिम्बू 21,000। रामबहादुर राई 21,000। अमृता राई 21,000। निर्मला प्लस सुशील तामाङ 37,000। घरभाडामा बस्नेहरू अनुष्का लिम्बू 5,000। गीता लिम्बू 5,000। निर्मला लिम्बू उर्मिला लिम्बू 5,000। चलबहादुर लिम्बू 5,000। दिनेश भट्टराई 2,500 र रिमिक्सा लिम्बू 2,500 गरेर वितरण हुँदैछ। र हाम्रो यो जनाम लिम्बूको नेतृत्वमा उठेको पैसा रकमहरूलाई
हस्तान्तरण गर्ने आजको मिति भएको अनुसार हाम्रो सभापुर गाउँपालिकाको अध्यक्षज्यूको नेतृत्वमा उहाँलाई अहिले हस्तान्तरण गर्ने यो रकमहरूको गर्ने क्रममा मसँग पनि अस्ति भएको पैसाहरू अहिलेसम्मको मसँग भएको अस्तिसम्म बाँडिसकेको पैसाहरू चाहिँ 12 लाख बाँडिसकिएको छ। जनम लिम्बूले मसँग सम्पर्क गरे अनुसार मसँग भएको रकम चाहिँ 1,66,000 रुपियाँ पैसा चाहिँ मसँग छ। त्यो पनि अहिले नै गरौँ भन्दाखेरि उहाँले पनि म बिजी व्यस्तता उहाँले भन्नुभएको विश्वास र उहाँले मलाई दुई चारतिर त्यो भन्नुभएको छ जनमजीले अहिले नै गरौँ भन्नुभयो। अब अहिले चाहिँ मैले गर्न सकिनँ। अब गाउँपालिकाको यहीँ खडा हुनुहुन्छ। मैले गर्न सकेको कुराहरू र भन्नु खोजेको कुराहरू तलमाथि हुनसक्छ। यो पैसाको कुरामा कोरियाबाट 1,66,000 रुपियाँ समस्या छ। पहाडी त्रिवेणी क्लब त्रिवेणी टोल विकास समिति गर्दाखेरि 1 लाख 2 लाख मानिलिउँ त्यस्तै भएको होइन त्यो पैसा मसँगै छ। त्योमा तपाईँहरू पीडित परिवारले नगरिदिनु होला। त्यो पैसा चाहिँ मैले जनमजीलाई पनि भनिसकेको थिएँ। त्यो सँगै बाँडिदिउँ भनेर उहाँले चाहिँ अब कार्यव्यस्तता यस्तो भएर उहाँले भन्नुभयो मैले त आजै बाँडे भन्नुभयो अघि भन्नुभयो। अनि अघि अस्ति त्यस्तो कुरा आएको थियो भनेर यहाँ चाहिँ त्यो उहाँले भिडियो पनि गरिराख्नु भएको छ। तपाईँहरू भोलिसम्म यहीँ नै त्यो गरौँ भनेर मैले भनेँ। म त्यो कुरा भएको हो पीडित परिवारलाई र उहाँले भन्दै त्यो पैसा चाहिँ हाम्रो नयाँ बस्ती टोल विकास समितिको अध्यक्षज्यूको खातामा पनि कोरियादेखि र विभिन्न ठाउँबाट फेरि पनि थप रकम आएको उहाँले जानकारी दिइसक्नु भएको छ र उहाँले पनि अब छिटै त्यो रकम पनि उहाँहरूलाई बुझाउने कुरा पनि राखिसक्नुभयो। र अब त्यसै क्रममा हामी ढिलो नगरिकन यो भएको रकम चाहिँ हामीले नाम हजुरले यो भनिदिनु होइन। त्यो अनुसार हाम्रो सभापोखरी गाउँपालिकाको प्रमुख पालिका अध्यक्षज्यूबाट हस्तान्तरण हुँदैछ। नाम लालसिंह लिम्बूलाई हाम्रो पालिका अध्यक्षज्यूबाट रामबहादुर राई दाई यता आइदिनु ल। अब अमृता राई ल किने अब त्यसै गरेर अब भाडामा बस्नुहुने उर्मिला लिम्बू उर्मिला लिम्बू सलबहादुर लिम्बूको हुनुहुन्न रहेछ। सलबहादुर लिम्बूको नि एकजनाले थापिदिइराख्नु न। गीता लिम्बू अनुष्का लिम्बू हुनुहुन्छ उहाँ। उहाँहरूले पठाएको रकमलाई एकदमै सबैजनाले आफ्नो घर निर्माण कार्यमा खर्च गर्नुहुन्छ भन्ने एकदम हामी खुसी पनि छौँ। तपाईँहरूले पठाउनु भएको पैसा एकदम सुरक्षित ठाउँमा हामीले पुर्याइसकेको छौँ र उहाँहरूले घरहरू पनि निर्माण गरिसक्नु भएको छ। निर्माण गर्न सुरु भइराखेको छ।
र आफ्नो र थोरै म यहाँहरूसँग जोडिन चाहन्छु फेरि पनि। अब यति टाढादेखि उहाँहरूले हाम्रो नेपाली मन एकदमै ठुलो छ, यो आफ्नो मन जस्तै आफूलाई परेको पीडा जस्तै उहाँहरूले पनि सम्झेर उहाँहरूले सहयोग पठाइदिनु भएको छ। त्यसको लागि लालसिंह लिम्बूको श्रीमती मेरो फुपू हुनुहुन्छ, उहाँले केही आफ्नो भनाइहरू केही राखिदिनुहुन्छ र सहयोगी मनलाई धन्यवाद छ है त। उहाँ हाम्रो त्रिवेणी विद्यालयको मिस हुनुहुन्छ निर्मला तामाङ, उहाँ पनि यस पीडित परिवारमै हुनुहुन्छ र केही सहयोगी मनहरूलाई केही भन्न चाहनुहुन्छ? सर्वप्रथम त सबैलाई मेरो नमस्कार। हाम्रो नेपालीहरूको मन ठुलो, नेपालीलाई नै दशा पनि ठुलो लाग्यो। मेरो एउटा शरीरमा लगाएको लुगा भन्दा केही थिएन, त्यसमा अब साथीहरू देश विदेशमा रहेका नेपाली दाजुभाइहरूले सहयोग गरेर सानो एउटा झुपडी खडाउन सफल भएको छु। अहिलेसम्म साथीभाइले नै दिएको पैसाले नै बाल बच्चाहरूलाई नुन तेल लत्ता कपडा दिन सफल भएको छु। मैले यो पैसा यति थापेँ, उनीहरूलाई घर बनाएको मिस्त्रीहरूले साह्रो पारिरहेको थियो, के गरौँ कसो गरौँ। एकदम मलम लागेको छ होइन उहाँहरूको सहयोगले। यो पैसा लगेर मेरो घर बनाइदिने मिस्त्रीहरूलाई भोलि बिहानै यो बुझाउने छु। मलाई यो पैसाले यति राहत दिएको छ। सम्पूर्ण नेपाली दाजुभाइ देश विदेशमा रहेर खाइ नखाइकन आफ्नो पसिना बगाएर उहाँहरूले पनि थुक तेल गरेर पठाइदिनु भएको छ। एकदमै धेरै धेरै धन्यवाद उहाँले दिइसक्नु भएको छ। र त्यसै गरेर अब लास्टमा चाहिँ हाम्रो यसै सभापोखरी गाउँपालिकाको प्रमुख हुनुहुन्छ भीमबहादुर लिम्बूज्यू, उहाँले पनि केही सहयोगी दाताज्यूहरूलाई केही भन्नु चाहनुहुन्छ? सर्वप्रथम त सम्पूर्ण सहयोगी दाता महानुभावहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हाम्रो सभापोखरी गाउँपालिकामा यही मिति 2081 माघ 2 गते हाम्रोमा चाहिँ अप्रिय घटना आगो लागि घटनाले चाहिँ हाम्रो 5 घर परिवार विस्थापित भएको छ। सँगसँगै भाडामा बस्ने अरू थप परिवारहरू पनि विस्थापित हुनुभएको छ। त्यसको लागि सम्पूर्ण सहयोगी दाता, विदेशमा रहनुहुने प्रदेशमा रहनुहुने सम्पूर्ण दाताजीहरूले आफ्नो हृदयदेखि नै सहयोगी भावनाका साथ सहयोग जुटाइदिनु भएको छ। यहाँहरूलाई पुनः धन्यवाद दिँदै यहाँहरूको सहयोगी मन अझ फराकिलो भएर जाओस्। अनि सम्पूर्ण नेपालीहरूको समस्या हामी जहाँ विश्वको जुनसुकै कुनामा बसे पनि हाम्रो आफ्नै समस्या खानेर चाहिँ तपाईँहरूले सहयोग गरिदिनु भएको छ। यहाँहरूलाई सहयोगी मनलाई चाहिँ त्यसरी नै पुगोस् भन्ने म धन्यवाद शुभकामना धन्यवाद दिन चाहन्छु। धन्यवाद है त। ल यो आएको रकमलाई चाहिँ पीडित पक्षले पनि सही किसिमले चाहिँ सदुपयोग गर्नुहोला। तपाईँहरूलाई चाहिँ यो पैसा पुनर्निर्माणको लागि चाहिँ अब राज्य पक्षबाट पनि अब स्थानीय सरकारको तर्फबाट म के भन्न चाहन्छु भने हामीले चाहिँ अस्ति चाहिँ प्राविधिक कारणले हाम्रो अमृता राई लिम्बू राईको चाहिँ अलिकति मिलिरहेको थिएन, त्यसलाई पनि हामीले हिजो कार्यपालिका बैठकबाट तपाईँलाई पनि हामीले 1 लाख रुपियाँ दिने निर्णय गरिसकेका छौँ। त्यसलाई चाहिँ कागजी प्रक्रिया पुर्याएर चाहिँ अगाडि जानु होला। प्रदेश र सङ्घबाट आउने जुन अनुदान अथवा भनौँ न पुनर्निर्माणको कामलाई पनि तपाईँहरूले चाहिँ डकुमेन्ट अगाडि बढाउनु भयो भने तपाईँहरूलाई तुरुन्तै पाउनुहुनेछ भन्ने म यहाँहरूलाई जानकारी गराएँ। ल धन्यवाद। ल त्यसै भन्दै अब यस आजको हामी बसैबाट हामी छुटिन चाहन्छौँ भन्दै यो आजको भिडियो चाहिँ यति नै। तपाईँहरूको राय सल्लाह सुझावहरू दिनुहोला भन्दै म पनि यहाँहरूको साथी जनम लिम्बू छुटिन चाहन्छु है त। ल